सो यो क्रिटिकल पोइन्टमा सबभन्दा पहिला तपाईले स्टुडेन्टले बुझ्नुपर्ने कुरा के छ भने सबै स्टुडेन्ट अहिले के एकदमै खुरुको सबै एकदम फास्ट तरिकाले पढिरहेको छन् तर मक टेस्ट दिँदा नेमको या भाइब्रेन्टको कुनै पनि मक टेस्ट दिँदाखेरि त्यहाँ मार्क्स नै यसको मेन कारण के हो भनेपछि तपाईको रिभिजन चाहिँ मिलेको छैन। अब रिभिजन हामी सानोदेखि पढ्दाखेरि सबैलाई भन्छन् रिभिजन भन्छन् तर रिभिजन एक्चुअली भनेको के हो त त्यो कसैले चाहिँ भनेको हुँदैन। त रिभिजन भनेको त्यसको पनि एउटा टेक्निक हुन्छ। त्यो टेक्निक के हो म यो कन्टेन्टमा भन्न गइरहेको छु। सो नम्बर 1 तपाईको अहिले तपाईको सी आउन लगभग 2 महिना बाँकी छ राइट। सो अब सी आइसकेपछि अब यसमा 2 महिनामा तपाईले के गर्न सक्नुहुन्छ त तपाईको मेन फोकस के हुनुपर्छ त मेन फोकस तपाईको रिभिजनमा आउनुपर्छ। धेरै स्टुडेन्टले कोर्स सकाउने चक्करमा चाहिँ लागिरहेको हुन्छन् कि सबै टपिक नै म पढेर सकाइदिन्छु बट सबै टपिक मात्र पढेर हुँदैन के तपाईले कतिको याद छ तपाईको मेमोरीमा कति स्टोर छ अल्टिमेटली त्यसैले तपाईको मार्क्स तपाईको र्याङ्क डिसाइड गर्छ। सो यो भिडियोमा 3 इम्पोर्टेन्ट टेक्निक चाहिँ तपाईले एक्सप्लेन गर्छु। यदि त्यो 3 टेक्निक तपाईले एकदमै भित्री मनबाट फलो गर्नुस् आई एम स्योर तपाईको 2 हप्ता 3 हप्तामा मार्क्स चाहिँ बढेर जान्छ। किनभने यो टेक्निकहरु एकदमै रिसोर्स बेस्ड टेक्निक हो। यिनीहरुको स्मार्ट स्टडी टेक्निकहरु हो यो तपाईले किनभने म्याक्सिमम इन्डिया नेपाल एसियन कन्ट्रीमा हेर्यो भने म्याक्सिमम स्टुडेन्टहरुको ह्याबिट पढ्ने मात्र हुन्छ के तर कसरी पढ्ने भनेर कसैले भनेको पनि हुँदैन र कसैले त्यो सिक्न पनि जाँदैन। तर यो भिडियोबाट तपाईले त्यो सिक्न पाउन सक्नुहुन्छ। सो त्यो 3वटा रिभिजन टेक्निक के हो भनेपछि यो भिडियोमा कुरा गरौँ। जस्तै कि तपाईले यो 3वटा रिभिजन टेक्निकले तपाईको त्यो कुनै पनि इन्फर्मेसन होस् तपाई त्यो सीयू प्रिपरेसन गर्दै हुनुहुन्छ या अरु कुनै कोर्स पढ्दै हुनुहुन्छ त्यो इन्फर्मेसनलाई तपाईले बेटर अन्डरस्ट्यान्डिङको लागि हेल्प गर्छ। साथसाथै त्यो इन्फर्मेसन तपाईको एक्जाममा इजिली रिकल होस् भनेर त्यसले तपाईले मद्दत गर्छ। सो यो भिडियोमा तपाईको मेन 3वटा कुरा तपाई सिक्न जाँदै हुनुहुन्छ। नम्बर 1 भनेको तपाईको बेस्ट रिसर्च बेस्ट रिभिजन मेथड जुन कि म एक्सप्लेन गर्छु। अर्को भनेको त्यो रिभिजन टेक्निकहरु तपाईले कसरी युज गर्न सक्नुहुन्छ त लाइक अर्को भनेको तपाईको लागि त्यो 3वटा रिभिजनमा तपाईको लागि कुन रिभिजन टेक्निक एकदमै इम्पोर्टेन्ट छ जुन तपाईको लागि राइट छ तपाईको लर्निङ स्टाइलसँग म्याच गर्छ त्यो टेक्निकको बारेमा हामी चाहिँ कुरा गर्छौं।